ल अब आज हामी एकचोटि फेरि हुन त यो धेरैचोटि भइसक्यो ब्यालेन्स सिटको विषयमा गफ गरेको। आज पुनः एकचोटि तिमीहरूलाई सजिलो पनि हुन्छ, याद पनि धेरै कुराहरू भइसकेको छ होला। हामी आज फेरि ब्यालेन्स सिट हेर्छौँ। ब्यालेन्स सिटलाई यो तरिकाले हामीले बनाउनु पर्दाखेरि के भनिँदो रहेछ भन्दा स्टेटमेन्ट अफ, अहिले जोड्ने भन त, स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन। ल पहिला इन्कम स्टेटमेन्ट बनाउने, इन्कम स्टेटमेन्ट बनाइसकेपछि स्टेटमेन्ट अफ रिटेन अर्निङ बनाउने, अनि स्टेटमेन्ट अफ रिटेन अर्निङ बनाइसकेपछि बल्ल के बनाउने, स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन, जसलाई हामी के भन्छौँ ब्यालेन्स सिट। अब ब्यालेन्स सिट बनाउन त बनाउने, किन बनाउने यो कुरा पहिला बुझ्नु पर्यो। ब्यालेन्स सिटले तीनटा कुरा डिल गर्छ। कतिवटा कुरा डिल गर्छ? तीनटा कुरा। ब्यालेन्स सिट डिल्स विथ 3 आइटम्स। ओके, व्हाट आर दोज 3 आइटम्स? एसेट्स, लायबिलिटीज, शेयर होल्डर सिक्युरिटी। अब सबैको पालै पालो मिनिङ बुझौँ है त। सो एसेट्स भनेको के हो त भन्दा, एसेट्स भनेको के होला भन त मलाई। हो, प्रपर्टी, प्रपर्टी OWNED owned by business। के रहेछ नानी बाबु? प्रपर्टी owned by business। बिजनेसले अन गरेका सम्पत्तिहरूलाई हामी के भन्छौँ? एसेट्स भनेर भन्छौँ। तिमीहरूको घरमा तिमीहरूको एसेट्स छ कि छैन? छ र दुई तिनवटा भन त घरको एसेट्सको नाम। फ्यान त भन न, पंखा, टिभी, गुड, मोबाइल, आइफोन, ट्याब, टिकटक, गब्लिन, होइन जे पनि हुनसक्छ। ल बुक, अरू भाँडा, त्यो पकाउने भाँडाहरू सबै एसेट्स हुन्। अनि घर चाहिँ बिर्स्या जग्गा धनीहरू, रैथानेहरू हो नि त हाम्रो। ल एउटा यो भयो भयो। अनि लायबिलिटिज भनेको के होला ल? लायबिलिटिज भनेको अरूलाई तिर्नु पर्ने पैसाहरू, जसलाई अलि राम्रो शब्दमा के भनिन्छ? अब्लिगेसन्स। के भनिन्छ अरे? अब्लिगेसन्स अथवा लोन्स। के भनिन्छ? लोन्स। एसेट्स भनेको हाम्रो सम्पत्तिहरू। द प्रपर्टी अर्न्ड बाई द बिजनेस इज नोन एज एसेट्स। लायबिलिटीज means the obligation that should be paid to others, and now shareholders equity। के रे? shareholders equity। यो अलि राम्रो शब्द भयो। हामीले जेनरली यसलाई क्यापिटल भन्ने गर्छौँ। यो एडभान्स भयो क्या, उही कमर्स र म्यानेजमेन्ट भने जस्तो। त के पर्दैछ? कमर्स भने अलिक जेनरलाइज भयो के पर्दैछ भन्दा म्यानेजमेन्ट। अब हेर के अरे? म्यानेजमेन्ट। म्यानेजमेन्ट भन्दा सानै अर्को हुन्छ नि। तिमी कुन भाषा पढ्छौ? 10, 12। कसैले तिमी कुन भाषा पढ्छौ? XII। त्यही भने फेरि तिमीले अर्को कुरा नबुझ नि, फेरि XII होइन नि, XII भने। ल ओके, यो तीनटा कुरा बुझ्यो। प्रपर्टी अर्न्ड बाई द बिजनेस, एसेट्स, obligations to pay to others, liabilities, and the final one, capital is known as shareholders equity अथवा shareholders fund। के अरे अर्को नाम? shareholders fund, shareholders fund। ल यो कुरा पहिला हामीले बुझौँ। अनि ब्यालेन्स सिटको एउटा इक्वेसन हुन्छ। के हुन्छ अरे ब्यालेन्स सिटको इक्वेसन? त्यो एकाउन्टिङ इक्वेसनकै इक्वेसन हो। ब्यालेन्स सिटको इक्वेसन के हुन्छ भनेर भन्दै गर्दा चाहिँ एकदम बुझ्नुपर्ने कुरा, एसेट्स भन त, एसेट्स इज इक्वल टु क्यापिटल प्लस लायबिलिटिज। एसेट्स इज इक्वल टु क्यापिटल प्लस लायबिलिटिज। अब एसेट्स भनेको मिनिङ हामीले थाहा पाइसक्यौँ, क्यापिटलको मिनिङ पनि थाहा पाइसक्यौँ, लायबिलिटिजको मिनिङ पनि हामीले थाहा पाइसक्यौँ। सो यो कुरा पहिला हामीले बुझ्नुपर्छ। हामीले बिजनेस चलाउँदै गर्दा, हामीले बिजनेस रन गर्दै गर्दा तीनटा कुराको म्याच हुन आवश्यक छ। द सम अफ क्यापिटल एन्ड लायबिलिटिज मस्ट बी इक्वल टु एसेट्स। सम भनेको एड गर्दाखेरिको रिजल्ट जे आउँछ त्यो चाहिँ बराबर हुनुपर्छ। क्यापिटल प्लस लायबिलिटिज मस्ट बी इक्वल टु एसेट्स। क्यापिटल भनेको हाम्रो खल्तीबाट हालेको पैसा। के हो क्यापिटल भनेको? हाम्रो होइन, मैले मेरो बुवाको खल्तीबाट हालेँ भन्ला फेरि
एउटै कुरा हो। ब्याङ्कबाट हालेको पैसा भने पनि, खल्तीबाट हालेको पैसा भने पनि, घरमा बोरामा राखेको छ त्यो पैसा हाले पनि, लकरबाट निकालेर हाले पनि, सिरानी मुनिबाट हाले पनि, मोबाइलको पछाडि राख्छन् नि अझ केटीहरूले त हजारको नोटहरू होइन। केटाहरूले त राख्दैन ग्यारेज त्यस्तो राख्छ, केटाहरूले त बरु खल्तीमै राख्छन्, तर केटीहरूको पछाडि त्यो मोबाइलमा कभर छ भने हेर पछाडि पैसा अलिअलि हुन्छ। रिचाको बाहेक रिचाको कभर पछाडि त गब्लिन हुन्छ, हरियो कलरको छ। ल अब हेर यहाँ यो इक्वेसन भयो। अब हामीले बुझ्नुपर्ने चाहिँ यो तीनटाको मिनिङ। अब हेरौँ है, एसेट्सलाई क्याटेगोराइज गर्दाखेरि दुईटा कुरा हामीले बुझ्न आवश्यक छ। एउटा कस्तो एसेट्स, फिक्स्ड एसेट्स, अर्को कस्तो एसेट्स, करेन्ट एसेट्स। ल पहिला यसलाई टुक्रायौँ। एसेट्सलाई दुईटा भागमा डिभाइड गर्यौँ हामीले। यहाँ जुन एसेट्स छ यहाँनिर एसेट्सलाई एकदम एकुमुलेटिभ पाराले दिएको छ, प्रपर्टी, इन्भेन्ट्री, क्यास एन्ड स्टक्स भनेको छ। अब मैले चाहिँ यसलाई अलिकति यहाँनिर छुट्याएँ। एसेट्स भिजिबिलिटीको आधारमा टेन्जिबल र इन्टेन्जिबल, एसेट्स ड्युरेबिलिटीको आधारमा फिक्स्ड एसेट्स र करेन्ट एसेट्स। अब पहिला कुरा गरौँ करेन्ट एसेट्सको। करेन्ट एसेट्स भनेको कस्तो एसेट्सहरू? द एसेट्स द्याट क्यान बी रियलाइज्ड विदिन अ इयर, रियलाइज्ड विदिन अ इयर भन्नुको मतलब द्याट क्यान बी कन्भर्टेड इन्टु क्यास। के अरे? द्याट क्यान बी कन्भर्टेड इन्टु क्यास, कन्भर्टेड इन्टु क्यास विदिन अ इयर। ल इक्जाम्पल भन, क्यास, ब्याङ्क, अनि डेप्टर्स, भेरी गुड। अरू के अरे अर्को? प्रिपेड एक्सपेन्सेस, प्रिपेड एक्सपेन्सेस, अनि क्लोजिङ स्टक। ल क्लोजिङ स्टक, दिज आर आवर कस्तो एसेट्स? करेन्ट एसेट्स। करेन्ट एसेट्स भनेको 1 वर्षभित्रमा क्यासमा कन्भर्ट हुन सक्ने सम्पत्तिहरू। के अरे? 1 वर्षभित्रमा क्यासमा कन्भर्ट हुन सक्ने सम्पत्तिहरू भनेका करेन्ट एसेट्सहरू हुन्। भने यस्ता सम्पत्तिहरू हु ह्याभ लङ टर्म लाइफ, जसको लाइफ के हुन्छ? लङ टर्म हुन्छ। 5 वर्षभन्दा धेरै, 6 वर्षभन्दा धेरै, 10 वर्षभन्दा धेरै, यस्ता खालका एसेट्सहरूलाई हामी के भन्दो रहेछौँ? फिक्स्ड एसेट्स। एकचोटि किनेपछि धेरै वर्षसम्म टिक्ने एसेट्सहरूलाई हामी के भन्छौँ? फिक्स्ड एसेट्स भन्छौँ। ल एसेट्स विथ लङ टर्म लाइफ। ल इक्जाम्पल मलाई भन, ल्यान्ड एन्ड बिल्डिङ, फर्निचर, अरू पनि भन, फर्निचर, मेसिन, डेप्टर्स, मेसिनरी, भेहिकल्स। ल इटिसी। अब नआएपछि लास्टमा इटिसी भनिदियो सजिलो होइन त, नआएपछि लास्टमा इटिसी भनिदियो भयो। त्यसलाई त अरू पनि आउँदो रहेछ तर हिरो भएर भनेन भनिन्छ। यो दुईटा एसेट्सको बारेमा पहिला बुझ्नु पर्छ। आर यु गाइस क्लियर? एसेट्सलाई ब्यालेन्स सिट बनाउनु भन्दा पहिला एसेट्सलाई दुईटा भागमा विभाजन गर्न आवश्यक छ, डिभिजन गर्न आवश्यक छ, क्याटेगोराइज गर्न आवश्यक छ। दुईटा के रहेछन्? फिक्स्ड एसेट्स, करेन्ट एसेट्स। करेन्ट एसेट्स भनेको कस्तो एसेट्स? 1 वर्षभित्रमा क्यासमा कन्भर्ट हुन सक्ने एसेट्सहरू करेन्ट एसेट्स। जस्तै भन जस्तै क्यास, ब्याङ्क, क्लोजिङ स्टक, डेप्टर्स। ल यस्ता कुराहरू भयो। भने फिक्स्ड एसेट्स भनेको चाहिँ जसको लाइफ लङ हुन्छ। अब म तिमीहरूलाई सानो इक्जाम्पल दिन्छु। तिमीहरूको घरमा भएको टेलिभिजन करेन्ट एसेट्स कि फिक्स्ड एसेट्स? तिमीहरूको घरमा भएको कुकर कुन एसेट्स हो? किन? एकचोटि भात पकाएर त्यो कुकरै चेन्ज गर्नुहुन्छ मम्मीले? गर्नुहुन्न नि। त्यसैमा कयौं वर्षदेखि भात पाक्दै आइरहेको छ। तिमीहरूको घर पनि कुन एसेट्स हो? फिक्स्ड एसेट्स। अब तिमीहरूले सामान किनेर ल्याएर राखेको चामल कुन एसेट्स होला? किन चामल किन करेन्ट एसेट्स? सकिन्छ, चाँडै सिद्धिन्छ। हो यसरी बुझ्नु पर्यो। चियापत्ती, चिनी सबै के हुन्? करेन्ट एसेट्स। ल यो भयो। अब हामीले यसै गरी के बुझ्न आवश्यक छ भन्दा लायबिलिटिजको विषयमा। लायबिलिटिजलाई पनि हामीले दुईटा भागमा डिभिजन गरौँ। एउटा कुन लायबिलिटिज? करेन्ट लायबिलिटिज। कुन लायबिलिटिजले? करेन्ट लायबिलिटिज। अर्को कुन हुन्छ? लङ टर्म डेब्ट अथवा लङ टर्म लायबिलिटिज।
ल एउटा करेन्ट लायबिलिटिज, अर्को लङ टर्म लायबिलिटिज। अब सुन, करेन्ट एसेट्स भनेको 1 वर्षभित्रमा क्यासमा कन्भर्ट हुन सक्ने एसेट्सहरूलाई करेन्ट एसेट्स भनिन्छ भने लायबिलिटिज भनेको चाहिँ टु बी पेड विदिन अ इयर। एकदम राम्रो, विदिन अ इयर। ल भन त सबैले फेरि, टु बी पेड विदिन अ इयर। 1 वर्षभित्रमा तिरिसक्नु पर्ने जति पनि दायित्वहरू छन्, जति पनि अब्लिगेसन्सहरू छन्, तिनीहरूलाई हामी के भन्छौँ? करेन्ट लायबिलिटिज। अब इक्जाम्पल भन मलाई। हो क्रेडिटर्स, भेरी गुड। अरू भन। बिल्स पेएबल, अरू भन। हो बिल्स पेएबल पछि ब्याङ्क ओभरड्राफ्ट, अझै भन। हो सबै तिमीलाई त यादै छ त। अनि आउटस्ट्यान्डिङ एक्सपेन्सेस, एडभान्स इन्कम इटिसी। ल यिनीहरू भने चाहिँ करेन्ट लायबिलिटिजहरू। क्रेडिटर भनेको जसले हामीलाई सामान उधारोमा दिन्छ त्यसलाई क्रेडिटर भनिन्छ। डेप्टर्स भनेको चाहिँ जसले हामीसँग सामान उधारोमा किन्छ त्यसलाई हामी डेप्टर्स भन्छ। अब हाम्रो क्रेडिटर भनेको हामीले जहाँबाट सामान उधारोमा ल्यायौँ। अब त्यो क्रेडिटर भनेको हाम्रो लङ टर्म लायबिलिटिज हो कि सर्ट टर्म लायबिलिटिज हो वा करेन्ट लायबिलिटिज हो? करेन्ट लायबिलिटिज। किन करेन्ट लायबिलिटिज भन्दा त्यो पैसा 1 वर्षभित्रमा तिर्नुपर्छ। दोकानबाट कुनै दोकानमा जाने, अब उधारो किन्न त हामी एकदम च्याम्पियन छौँ, सबभन्दा सजिलो हो नि त उधारोमा किन्न। सानले गएर मलाई सामान दिनु त भनेर भन्छौँ, अनि उहाँले पनि मक्ख पर दिनुहुन्छ, लेखिदिनु न ल खातामा भन्यो, हिँड्यो। अनि पैसा तिर्या छैन, अनि तनाव हुन थाल्यो। कति मान्छेको त कति पैसा उधारो रहेको हुन्छ। त्यस्तो नगर्नु। हुन त 1 वर्षभित्रमा तिर्दा हुन्छ भनियो, 1 वर्ष ठ्याक्क पुऱ्याउँछु 365 दिन पुऱ्याएर बल्ल पैसा तिर्छु भन्ने होइन। 1 वर्षभित्रमा चाहिँ तिर्नै पर्यो। 1 महिनामा तिरे नि हुन्छ, 1 हप्तामा तिरे पनि हुन्छ। उहाँहरूको पनि धेरै व्यवहारहरू मिलाउनु पर्ने होला। सो यो कुराहरू बुझ्नुपर्छ। अझ एकाउन्ट पढिसकेपछि यस्ता कुराहरूलाई चाहिँ इग्नोर गर्नु भएन, बुझ्नु पर्यो। ल लङ टर्म लायबिलिटिज अथवा यसलाई हामी लङ टर्म डेट पनि भन्छौँ। ल यो चाहिँ कस्तो खालको होला त? द्याट शुड बी पेड, पेड त गर्नै पर्यो आफ्टर अ लङ इन्टरभल, आफ्टर अ लङ टाइम भन्ने पनि भयो। जस्तो यहाँ के हुन्छ भन त? ब्याङ्क लोन, डिभेन्चर्स, मोर्टेज रे, मोर्गेज के हो रे? मोर्गेज स्पेलिङ भन त? MORTGAG, धितो राखेर लिएका लोनहरू। यो भयो। ल कुरा बुझ्यो होइन त? फिक्स एसेट्स र करेन्ट एसेट्स, अनि लङ टर्म लायबिलिटिज र करेन्ट लायबिलिटिज, यसको बारेमा हामीले तिमीले बुझ्यौ। अब हामी जाउँ क्यापिटलमा। क्यापिटल भनेको सेयर होल्डर्स फन्ड। के हो रे क्यापिटल भनेको? सेयर होल्डर्स फन्ड, लगानीकर्ताहरूको कोष भयो। अब यहाँनिर पर्ने आइटमहरू क्यापिटल अथवा सेयर क्यापिटल, अरू भन सेयर प्रिमियम, अनि अरू भन क्लोजिङ ब्यालेन्स अफ रिटेन्ड अर्निङ्स अनि रिजर्भ फन्ड। धेरै राम्रो, यादै रहेछ। अब हेरेर भने हो कि यादै गरे हो? राम्रो। ल जे गरे ल यी आइटमहरू जाँदा रहेछन् कहाँ भन्दा ब्यालेन्स सिटमा। यस्ता आइटमहरू कहाँ जान्छन्? ब्यालेन्स सिट। ल अब हामीले यति जानिसकेपछि अब हामी जान सक्छौँ फर्मेटमा। यो त कन्सेप्ट भयो। ब्यालेन्स सिटमा जाने आइटम 3टा रहेछ। के हुन् ल भन त फेरि? एसेट्स, लायबिलिटिज र क्यापिटल। अनि यसमा के कुरा म्याच हुनुपर्छ? एसेट्स इज इक्वल टु क्यापिटल प्लस लायबिलिटिज हुनुपर्छ कि पर्दैन? हामीले खल्तीबाट हाले र अरूबाट लिएको लोन, अरूलाई तिर्न बाँकी पैसाहरू चाहिँ केसँग बराबर हुनुपर्छ? सम्पत्तिसँग बराबर हुनुपर्छ। नत्र भने हाम्रो बिजनेस इज गोइङ अन द रङ ट्र्याक भन्ने कुरा बुझ्नु पर्यो है। ल यो भयो। अब तिमीहरूले जान्नुपर्ने कुरा यहाँ छ। ल यो भयो ब्यालेन्स सिटको फर्मेट। के हो रे यो? ब्यालेन्स सिटको फर्मेट। तिमीहरूले 11 क्लासमा पनि गरेका छौ। इन्कम स्टेटमेन्ट भन्ने त्यसमा पनि थियो नि, इन्कम स्टेटमेन्ट भन्ने त्यसमा पनि थियो, त्यहाँ पनि गरेका थियौ। अब यहाँ पनि गर्नुपर्छ। यहाँनिर एउटा मात्र कुरा थपिएको हो बिचमा, रिटेन अर्निङ होइन त? के थपिएको? खालि
रिटेन अर्निङ। अब यहाँ यत्रो फर्मेट छ, हेर यहाँ यत्रो फर्मेट छ। अझै म तिमीहरूलाई यो भन्दा पनि सिम्पल फर्मेट बनाइदिन्छु, तिमीहरूले ध्यान दिएर त्यसलाई पहिला हेर्ने। अहिले तिमीहरूले सबैको मिनिङ बुझ्या सुरुमा। एसेट्सलाई हामीले ड्युरेबिलिटीको आधारमा दुईटा भागमा डिभिजन गरे हो। केमा गरे? दुईटा भागमा। कुन कुन? करेन्ट एसेट्स, ड्युरेबिलिटीको आधारमा करेन्ट एसेट्स र फिक्स एसेट्स। फिक्स एसेट्स भने कस्तो? धेरै वर्षसम्म टिक्ने एसेट्सहरू, फर्निचर, प्लान्ट, मेसिनरी, ल्यान्ड एन्ड बिल्डिङ, भेहिकल। अनि करेन्ट एसेट्स भनेका 1 वर्षभित्रमा क्यासमा कन्भर्ट हुन सक्ने, जसलाई हामी रियलाइजेबल विदिन अ इयर भनेर भन्छौँ। क्यास, ब्याङ्क, प्रिपेड एक्सपेन्सेस, क्लोजिङ स्टक, डेप्टर्स। लाइबिलिटिजलाई पनि हामीले टुक्रायौँ। लाइबिलिटिजलाई पनि के गर्यौँ? करेन्ट लाइबिलिटिज, लङ टर्म डेप्ट। करेन्ट लाइबिलिटिज भनेको हामीले 1 वर्षभित्रमा तिर्नुपर्ने अब्लिगेसन्सहरू, 1 वर्षभित्रमा तिर्नुपर्ने रेस्पोन्सिबिलिटीहरूलाई हामीले के भन्यौँ? करेन्ट लाइबिलिटिज। इक्जाम्पलको लागि बिल्स पेएबल, क्रेडिटर्स, आउटस्ट्यान्डिङ एक्सपेन्सेस, एडभान्स इन्कम, ब्याङ्क ओभरड्राफ्ट, प्रोभिजन फर ट्याक्स भने पनि भयो। यी कुराहरू करेन्ट लाइबिलिटिज। अब जाउँ लङ टर्म लाइबिलिटिजमा, जसको पेमेन्ट गर्नुपर्ने पिरियडहरू, पे ब्याक गर्नुपर्ने पिरियड अलि धेरै हुन्छ। लङ टर्म लोन, ब्याङ्क लोन, मोर्गेज लोन, डिभेन्चर्स, दे आर लङ टर्म लाइबिलिटिज। अनि क्यापिटलमा के हुँदो रहेछ? शेयर क्यापिटल, शेयर प्रिमियम, रिजर्भ फन्ड, क्लोजिङ ब्यालेन्स अफ रिटेन अर्निङ। अब ब्यालेन्स सिट किन बनाउने त? वाइ आर वी प्रिपेयरिङ ब्यालेन्स सिट? स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन किन बनाउने? यो फाइनेन्सियल पोजिसन भनेको के हो भन्दा हाम्रो कम्पनी फाइनेन्सियल्ली स्ट्रङ छ कि विक छ, यो कुरा पत्ता लगाउनु। त्यो जान्न आवश्यक छ कि छैन? जान्न आवश्यक छ। इफ यु आर अ बिजनेसम्यान, यु मस्ट नो वेदर योर बिजनेस हैज गुड हेल्थ रिगार्डिङ फाइनेन्स अर नट। यो चाहिन्छ, यो आवश्यक छ। मान्छे हेर्दा बाहिरबाट हेर्दा राम्रो रूप रङ राम्रो हुन्छ, मैले बारम्बार भनिरहेको हुन्छु, राम्रो देखिन्छ, एकदम राम्रो हिरो, तर उसको भित्री पाक पूर्जाहरू खत्म भइसकेको छ। उसको मुटु, उसको किडनी, उसको कलेजो बिग्रिसक्यो भने त्यो मान्छे काम नलाग्ने हुन्छ भोलिको दिनमा। उसको हेल्थ राम्रो भयो त? राम्रो भएन। यो कुरा तिमीले दिमागमा राख्नु पर्यो। ब्यालेन्स सिटले त्यही काम गर्छ। यसो हेर्दा कम्पनीले त, बिजनेसले त राम्रो कमाइरहेछ। यसो हेर्दाखेरि हाम्रो स्कुलले त राम्रो कमाइरहेछ, सरहरू टाई सर्ट प्यान्ट टाई लाएर आउनुहुन्छ, हेर्दाखेरि त राम्रो छ नि, तर लोन कति छ, अनि लोनलाई तिर्न सक्ने एसेट छ कि छैन, यी कुराहरू पनि हेर्न आवश्यक छ कि छैन? आवश्यक छ। यो कुराले दिमागमा तिमीले सेट गर्नु। कोही मान्छे चट्ट गाडी चढेर हिँडिरहेछ भने त्यसको लाइफ सधैँ राम्रो हुन्छ भन्ने छैन। के त उसले त्यो सबै लोन लिएर किने हो कि? सम्पत्ति चाहिँ 5 लाखको पनि छैन, अनि लाइबिलिटी चाहिँ 5 करोड। अनि त्यो हेल्थ राम्रो भयो त? त्यसको फाइनेन्सियल हेल्थ राम्रो भयो त? भएन। त्यही चेक गर्नको लागि वेदर आवर कम्पनी इज फाइनेन्सियली साउन्ड अर अनसाउन्ड। के छ स्ट्रेन्थ, एसेट्सको भ्यालुएसन के छ? हाम्रो सम्पत्ति बेच्दा भोलिको दिनमा वेन कुनै बेलामा यदि हामीले लस फेस गर्यौँ, इमर्जेन्सी पिरियड आइपुग्यो, इन्सर्जेन्सी भयो कम्पनीमा भने त्यो बेलामा सम्पत्ति बेचेर लाइबिलिटिज तिर्न पुग्छ कि पुग्दैन? द्याट म्याटर्स द मस्ट। त्यही भएर बनाउने हो के रे? के बनाउने हो? त्यही भएर ब्यालेन्स सिट हेर्नुपर्छ। बुझ्यौ? स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन बनाउनुको कारण त्यही हो, टु चेक वेदर आवर कम्पनी इज फाइनेन्सियली स्ट्रङ अर नट। आर यु गाइस क्लियर? ल, अब म तिमीहरूलाई फर्मेटतिर लिएर जान्छु। अब म तिमीहरूलाई लिएर गएँ फर्मेटमा। ल गरौँ है त। सबैभन्दा पहिला त के लेख्नुपर्छ माथि? स्टेटमेन्ट अफ फाइनेन्सियल। ल तिमीहरू सँगसँगै लेख्न थाल। पोजिसन अफ द कम्पनी for the year ending
यो सारा राम्रो अक्षर बनाउने सबैले। पारो साइज है ब्लू ब्ल्याक भएको तैँले मलाई सोधै सोधिदिन्छ। तिम्रो माइन्डको स्ट्रेन्थ र विकनेस मैले पढिसकेको थिएँ कि पहिले। त्यो ब्ल्याक हुन्थ्यो पनि सोध्दै सोध्थेन कि कसैले पनि। ल बनाइयो फर्मेट। ल अब ध्यान दिएर सुन है, फर्मेट बनाइसकेको हो भने अब हेर यहाँ मान्छेले भन्छन् अब एसेट्सबाट सुरु गर्ने कि क्यापिटल एन्ड लायबिलिटिजबाट सुरु गर्ने, कहाँबाट सुरु गर्ने तिमीहरूको इच्छा। हामी केबाट सुरु गर्ने? जेबाट सुरु गरे फेरि हो। म चाहिँ पहिल्यैबाट फेरि क्यापिटलबाट सुरु गर्थेँ, त्यही भएर क्यापिटलबाट सुरु गरौँ है। ल एमा लेख्ने सेयर क्यापिटल, सेयर क्यापिटल अन्डरलाइन गर्ने, यहाँ जान्छ सेयर क्यापिटल नै र सेयर प्रिमियम। बी नम्बरमा रिजर्भ एन्ड सरप्लस, रिजर्भ एन्ड सरप्लस। ल रिजर्भ एन्ड सरप्लस यसमा जेनरल रिजर्भ, रिजर्भ फन्ड यहाँ जान्छ। अनि क्लोजिङ ब्यालेन्स अफ रिटेन अर्निङ, क्लोजिङ ब्यालेन्स अफ रिटेन अर्निङ्स। यो याद गर्ने सबैले, एकदम लेख्दा लेख्दै याद हुन्छ। मलाई पनि त्यतिकै याद भयो, मैले पनि धेरै लेखेर याद भयो। ल पहिला बुझ्ने, अघि बुझियो के गर्ने भन्ने कुरा, अब मजाले फर्मेटमा सबै कुरा लेख्ने। ल अब के को पालो? नम्बर सी करेन्ट होइन, पहिला लङ टर्म डेब्ट हालौँ। लङ टर्म डेब्ट। ल लङ टर्म डेब्टमा भन्नु त के हुन्छ? ब्याङ्क लोन, बोल्ने पनि गर, ब्याङ्क लोन, अनि डिबेन्चर्स हो, डिबेन्चर्स, मोर्गेज लोन। अनि नम्बर सी डी नम्बर अब करेन्ट लायबिलिटिज। के अरे अब करेन्ट लायबिलिटिज। करेन्ट लायबिलिटिजमा के पर्छ? क्रेडिटर्स, कस्तो डेप्टर्स भने कति कन्फिडेन्टली मिस्टेक बोले हो, क्रेडिटर्स, अनि ब्याङ्क ओभरड्राफ्ट, आउटस्ट्यान्डिङ एक्सपेन्सेस होइन त हो, आउटस्ट्यान्डिङ एक्सपेन्सेस, बिल्स अथवा एकाउन्ट पेएबल, एकाउन्ट पेएबल, एडभान्स इन्कम, एडभान्स इन्कम। अनि ई नम्बरमा लेख प्रोभिजन्स, प्रोभिजन्समा लेख प्रोभिजन फर ट्याक्स, प्रोभिजन फर ट्याक्स र प्रोपोज डिभिडेन्ड। यति पोइन्ट याद गर्यो भने 12 कक्षामा बेसिकको लागि सबै पुग्छ यो। ल टोटल क्यापिटल एन्ड लायबिलिटिज। ल अब स्टार स्टार त लाउन बिर्सिएछ सुरुमा, अब लगाऊ है। स्टार भनेको फर्मेटमा लगाएको राम्रो, तिमीहरूको सर्टिफिकेटमा आयो भने राम्रो हुन्न। स्टार आयो भने बुझ्छौ नि के हो, के बुझ्छौ न त हो। मलाई भने एक्सपिरियन्स भन्नु बाबु, 3टा स्टारवाला हो हामी, अर्जेन्टिना हो नि त हामी। तिमीहरू जस्तोको स्टार सर्टिफिकेटमा हुने, हाम्रो त जर्सीमा हुन्छ होइन सुमित? सुमित त पोर्चुगलको फ्यान होइन हो नि? ल हेर तिमीहरूको कुनको फ्यान पनि मलाई थाहा।
कोही यहाँ फेरि गोब्लिनका फ्यान छन् हजुर रिचा ब्राजिल हो अर्जेन्टिना हो किसान फड्काएको भन न सिद्धा छैन नि भर्खर हामीले के सिद्धायौँ क्यापिटल एन्ड लाइबिलिटी सकायौँ एसेट्स बाँकी नै छन् Yeah, the main source of heat and light on Earth is that is sun. आइस कता छ त खाजा सेट ल अब यहाँ सुन अब लेखिरह भने एकछिन लेख्न छोड त तिमीहरूलाई याद पनि भइसकेको छ यो ल हेर पहिला के लेख्ने पहिला स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन लेख्ने त्यत्तिकै मिस्टेक हो यही तिमीले इक्जाममा नि यही गर्छ मलाई कन्फर्म थाहा छ यो लेख्नेवाला छैन हतपत्त अझ कति त यति लोभ गर्छ कि माथि लेखा हुन्छ त्यो स्पेसमा त्यो कपीको लाइनमै लेख है यो लाइन गयो भने यहाँ माथि लेख्ने होइन यहीँ लेख्ने धेरै लोभ नगर्ने अलिक चाँडो भएन बहिनी यतै बस है झारिने फेरि त्यो महँगो मोबाइल चाहिँ फेरि याद गर ल हेर त माथि पहिला के लेख्ने ल यो भयो ल तिमीले लेख्छ यो अब मैले विश्वास गर्न सक्छु यो कुरामा अलि जोडले भन्नु 100% ल अब सबभन्दा पहिला ए नम्बरमा के लेख्ने बोल्दैन त राहुल तँलाई छुट्टै निबन्धन लेखिदिनुपर्छ क्या बोल्न कि बोल भनेर याद हुन्छ क्या बोल्यो भने ल भन ए नम्बरमा के लेख्ने सेयर क्यापिटल भित्र के पर्छ कहाँ हुन्छ यो क्वेसनमा हुन्छ कहाँ हुन्छ अरे क्वेसनमै खोज्ने छ भने हाल्ने छैन भने नहाल्ने सेयर क्यापिटल त हुन्छ सेयर प्रिमियम कहिले काहीँ नहुन पनि सक्छ छैन छोडिदिने छैन अर्को हेर अब बी नम्बरमा के लेख्ने रिजर्भ एन्ड सरप्लसमा दुईटा कुरा हाल्ने के हालिदिँदो रहेछ जेनरल रिजर्भ कहिलेकाहीँ जेनरल रिजर्भ भन्छ कहिलेकाहीँ रिजर्भ फन्ड मात्रै भन्छ यो हाल्ने अनि यो क्लोजिङ ब्यालेन्स अफ रिटेन अर्निङ हामीले कहाँबाट बनाउँछौँ स्टेटमेन्ट अफ रिटेन अर्निङ त्यसलाई त्यसैलाई ल्याएर यहाँनिर इन्ट्री गर्ने अब हेर त के हाल्ने अब लङ टर्म डेटमा यो तीनटा कुरा याद गरिहाल्ने ब्याङ्क लोन डिभेन्चर मोर्गेज लोन सक्यो लङ टर्म लोन भनेर पनि दिन्छ कहिलेकाहीँ है अब करेन्ट लाइबिलिटिजमा हेर आफै भन क्रेडिटर्स ब्याङ्क ओभरड्राफ्ट आउटस्ट्यान्डिङ एक्सपेन्सेस बिल्स पेएबल एडभान्स इन्कम अनि प्रोभिजन्समा अनि लास्टमा त्यसलाई के गर्ने फेरि एकचोटि फर्मेट लेख्यो पार्टिकुलर सबै गरियो ए नम्बरमा के लेख्ने त्यो भित्र के पर्छ बी नम्बरमा के लेख्ने त्यो भित्र के पर्छ अनि सी नम्बरमा के लेख्ने यो भित्र के पर्छ डी नम्बरमा के लेख्ने यो भित्र के पर्छ कसैले त ओठ मात्र हल्लाइरह होला गरेर होला हेर त्यस्तो गरिस् भने तिमीहरूलाई घाटा लाग्छ याद हुन्न आफैलाई मलाई त याद भइसकेको छ अनि यी नम्बरमा के हुन्छ हो यसमा के हाल्ने हो यति गरेपछि हाम्रो क्यापिटल एन्ड लाइबिलिटीजको खेल के भयो खतम भयो ल खतम त नभनौँ कस्तो नराम्रो शब्द लाग्छ त्यो तपाईँ ल अब के को पालो एसेट्स ल एसेट्समा सबैभन्दा पहिला हेर है फिक्स एसेट्स के हाल्ने पहिला फिक्स एसेट्समा सबैभन्दा पहिला यसको पनि पहिला गुडविल खोज्ने गुडविल छ भने गुडविल हालिहाल्ने यो इन्टेन्जिबल एसेट्स पहिला हाल्ने अब प्लान्ट एन्ड मेसिनरी
प्लान्ट एन्ड मेसिनरी अनि डेप्टर्स हो भेहिकल्स अरू भन ल्यान्ड एन्ड बिल्डिङ ल ल्यान्ड एन्ड बिल्डिङ ल अरू त भइहाल्छ डेप्रिसिएसन छ भने घटाउने पनि एप्रिसिएसन छ भने जोड्ने ए नम्बरमा बी नम्बरमा इन्भेस्टमेन्टमा के हुन्छ इन्भेस्टमेन्ट नै हुन्छ अब सी नम्बरमा करेन्ट एसेट्स ल करेन्ट एसेट्स अनि त्यसपछि लोन्स एडभान्सेस पनि हाल्दा यही नै हाल्दा हुन्छ प्रिपेड एक्सपेन्सहरूको लागि ल करेन्ट एसेट्स र एडभान्सेसहरू यसलाई ब्र्याकेटमा लेखिदिनु ल अब भने यसमा के हुन्छ क्लोजिङ स्टक सबैभन्दा पहिला याद गर्ने किनभने यो छुटिरहेको हुन्छ धेरैको क्लोजिङ स्टक डेप्टर्स प्रिपेड एक्सपेन्सेस एक्रुड इन्कम अनि बिल्स पेएबल के भने बिल्स रिसिभेबल्स ल डी नम्बरमा फिक्टिसियस एसेट्स एक्युमुलेटेड लस ल यो त्यति यो यसको बारेमा त्यति तिमीलाई सोध्दैन जस मैले लेख्न चाहिँ लेखिदिएँ ल अब हाम्रो यति गरेपछि टोटल एसेट्स पनि आयो यो सिम्पल खालको फर्मेट यो अहिले नलेखौँ है पछि गरौँला अलि एडभान्स खालको क्वेसन यदि भेट्यो भने अनि गरौँला अहिले तिमीलाई बुझ्नलाई बिल्स रिसिभेबल अनि एकाउन्ट रिसिभेबल पनि आउला ल यो कुराहरू हाल्ने अनि टोटल के आउँछ टोटल एसेट्स अब यो टोटल एसेट्स र के बराबर हुनुपर्छ टोटल क्यापिटल एन्ड लायबिलिटिज मस्ट बी इक्वल टु के टोटल एसेट्स यति कुरा बुझ्यो ल अब एसेट्समा आएर एसेट्समा आउँदा सबभन्दा पहिला के लेख्ने फिक्स एसेट्समा के पर्दो रहेछ हो अनि यदि डेप्रिसिएसन छ भने याद गर्नु डेप्रिसिएसन छ भने माइनस गर्ने अनि एप्रिसिएसन छ भने प्लस गर्ने डेप्रिसिएसन फर्निचरमा हुन्छ भेहिकलमा हुन्छ मेसिनेरीमा हुन्छ प्लान्टमा हुन्छ एप्रिसिएसन चाहिँ केमा हुन्छ ल्यान्ड एन्ड बिल्डिङमा भेरी गुड ल अनि इन्भेस्टमेन्ट त्यसपछि करेन्ट एसेट्समा के पर्दा रहेछन् क्लोजिङ स्टक अब यहाँ कहिलेकाहीँ छ नि क्लोजिङ स्टकलाई कहिलेकाहीँ इन्भेन्टरी पनि भन्छ थाहा छैन हो यो पनि फेरि सरले त यो मात्रै पढाउनु भएको थियो यो आयो भन्ला ल यति हामीले बुझेपछि फर्मेट पनि सिद्धियो योभन्दा बढी त 12 कक्षाको बोर्डमा के सोध्छ कम लामो छ पखान बाँकी नै छ किन आत्तिको महिमा तिमी पढ्न थाल्यौ क्या राम्रोसँग छ ठिकै छ म खुसी भएँ ल फेरि एकचोटि ल तिमीहरू आफै गर त रिभिजन यसलाई सबभन्दा पहिला शेयर क्यापिटलमा के पर्दो रहेछ बीमा त्यसमा के पर्छ ओ अनि सीमा यसमा के पर्छ डीमा के पर्छ करेन्ट लायबिलिटिज भने के हुन् अनि ईमा के पर्छ के पर्छ प्रोभिजनमा याद भयो हो याद हुन्छ अझ क्वेसन हेरेपछि त क्वेसन हेरेपछि हुन्छ कि देखेपछि हुन्छ देखेपछि जन अहिले तिमीहरूको बेला भनेको चाहिँ पढ्ने बेला हो एकदम दुःख गर्ने बेला हो सिरियस भएर पढ्ने सिरियस भने रुँदै पढ्ने भने होइन अन्त अरू कुराहरूलाई त्यति खासै ध्यान नदिएर पढाइमा बढी फोकस हुए भोलिको दिनमा राम्रो रिजल्ट आएपछि तिमीहरूलाई भन्दा बढी खुसी मलाई लाग्छ तिमीहरूले बाहिर गएर कसैलाई भन्नु आवश्यक छैन राम्रो पढाउनु हुन्छ राम्रो पढाइ हुन्छ सरले पढाएर रिजल्ट आयो भन्ने होइन तिमीहरूले पढेर रिजल्ट आउने हो सरहरूलाई फोकट गडिफाई गर्न आवश्यक छैन हाम्रो त कामै पढाउने हो नि त
पढ्ने तिमीहरूले हो, दुःख तिमीहरूले गर्ने हो। तिमीहरूको एन्सर सिट कसले भर्छ बोर्ड इक्जाम? हो मैले गरेर भर्ने हो त? मैले गरेर भरि भने त मलाई एकाउन्ट मात्र आउँछ, अरू सबै फेल हुन्छ फेरि, अनि बर्बाद हुँदैन? हजुर इङ्ग्लिस अलिअलि आउँला हजुर, त्यो पनि आउँछ, सोसल पनि आउँछ। त्यो हेऱ्यो भने त सबै आउँछ मलाई नेपाली बाहेक। त्यसरी सिरियस नलिउ न, कसैलाई पनि त्यति धेरै गडिफाई गर्न आवश्यक छैन। तिमीहरूले आफैले पढ्ने हो, दुःख गर्ने हो, रिजल्ट आउने हो, बस। कुरा बुझ्यो? राम्रो गर्छु, राम्रो गर्दिनँ भन्ने तिमीहरूलाई थाहा छ। राम्रै गर्न कोसिस गरिरहेको छु। यो ब्याचले अलिकति नाक राख्ला भन्ने मलाई पनि आश छ, त्यही भएर यति धेरै पेला हो। तिमीले राम्रो गर्दै जाऊ न, तिमीलाई म पार्टी पनि खुवाउँछु बेला बेलामा, आएको पनि छ बेला बेला मासुतिर खुवा होइन भन त। ल अब एसेट्समा जाउँ ल फेरि एकचोटि। अब टोटल क्यापिटल एन्ड लायबिलिटी जो निक्ल्यो, अब के को पालो भन त मलाई? एसेट्समा गुडविल, प्लान्ट एन्ड मेसिनरी, भेहिकल, ल्यान्ड एन्ड बिल्डिङ। डेप्रिसिएसन छ भने डेप्रिसिएसन चाहिँ यो देखिने एसेट्सहरूमा हुन्छ, तर गुडविल त देखिँदैन। यहाँ चाहिँ फेरि रिटर्न अफ भन्ने हुन सक्छ। रिटर्न अफ, गुडविलको भ्यालु घट्नु भनेको रिटर्न अफ। यसमा चाहिँ डेप्रिसिएसन हुँदैन गुडविलमा, त्यसमा के हुन्छ? रिटर्न अफ हुन्छ। ल इन्भेस्टमेन्ट भइहाल्यो, सर्ट टर्म इन्भेस्टमेन्ट, करेन्ट एसेट्स। हेर यो एकदम रिपिट हुने, क्लोजिङ स्टक, डेप्टर्स, प्रिपेड एक्सपेन्सेस, एक्वार्ड इन्कम, बिल्स रिसिभेबल, एकाउन्ट रिसिभेबल, टोटल एसेट्स गर्ने। यो टोटल एसेट्स र टोटल क्यापिटल एन्ड लायबिलिटिज के हुनुपर्छ? बराबर। एनी कन्फ्युजन यहाँसम्म? ल कपी गर अब राम्रोसँग, है? लास्टसम्म गर्नु पर्यो नि।